ओ माई गॉड, सबैभन्दा ठूलो विदेशी दलाल बालेन शाह, जसले नक्कली बाउ बनाएर 500 भन्दा बढी तिब्बतीयनहरू जो टिओबी लेखेका जकेट लाउने तिब्बतीयनहरूलाई नागरिकता बाँडेको रहेछ। एकजना बापत 5 लाख रुपियाँ उठाएको रहेछ। आफैले सिफारिस गरेर यसरी नागरिकता बनाउन लगाएको रहेछ। यो भिडियो पूरा सुन्नुहोस् है, 1 मिनेटको मात्रै भिडियो। तपाईले देखिरहनु भएको यो सबै विवरण काठमाडौँ जिल्ला प्रशासनबाट वंशजको आधारमा सक्कली नेपाली नागरिकताको प्रमाणपत्र बनाएका तिब्बतीयनहरूको हो। ती तिब्बतीयनहरू जसले गिरोहलाई एउटा नागरिकता बनाए बापत 5 लाख रुपियाँसम्म बुझाएका थिए। यसरी गिरोह मार्फत नागरिकता बनाए बापत तिब्बतीयनहरूले तिर्ने रकम ककसको खल्तीमा पुग्ने गरेको छ। उनीहरूलाई नागरिकता दिलाउनका लागि नक्कली बाउ समेत खडा गरिएको छ। ती नक्कली बाउ को हुन्? जसले गिरोहसँग पैसा लिएर तिब्बतीयनको नाममा नागरिकता बनाइदिन राजी भए। उनले प्रति नागरिकता कति रकम बुझ्ने गरेका छन्। यसरी खुलेआम नेपाली नागरिकता तिब्बतीयनलाई बिक्री गर्ने धन्दा कसको आडमा कसरी भइरहेको छ? अहिलेसम्म कतिको संख्यामा गिरोह मार्फत तिब्बतीयनले वंशजको नेपाली नागरिकता पाएका छन्? यसरी खुलेआम तिब्बतीयनलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नका लागि मेयर बालेनले सम्हालिरहेको काठमाडौँ महानगरपालिकाको सिफारिस पत्र पेश भएको छ। जुन गिरोहले काठमाडौँ महानगरपालिकाको सिफारिस पत्र पेश गरेर 500 भन्दा बढी तिब्बतीयनलाई नेपाली नागरिकता दिलाएका छन्। उनीहरू सबैले काठमाडौँ महानगरको सिफारिस पत्र देखाएका थिए। ल हेर्नुस् त, अस्ति भर्खरै दुर्गा प्रसादले पनि भनेका थिए लगभग 44,000 तिब्बतीयनहरूलाई नागरिकता दिने शर्तमा नयाँ सरकार बनेको हो र अहिलेकी प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बनेकी हुन् भनेर उनले भनेका थिए। पक्कै पनि यो हो। अब तिब्बतीयनहरूले नेपाली नागरिकता पाउनेछन्। उनी तिब्बतीयन छन् तर नेपाली नागरिकता पाइसक्यो भने नेपाल ध्वस्त पार्नेमा उनीहरू संलग्न रहनेछन्। हिजोका दलहरूले पनि विभिन्न विदेशीहरूलाई, इन्डियनहरूलाई, कसलाई चाहिँ नागरिकता बाँडेर ठुल्ठुला बिजनेस व्यवसायहरूलाई चाहिँ 2-2, 3-3 वटा नागरिकता, 2-2, 3-3 वटा पासपोर्टहरू बाँडेर कालो धन्दा चलाएका थिए र अहिलेका नयाँहरूले झन् पुरै तिब्बतै नेपाल बनाइसके। अर्थात् अब नेपाल तिब्बत हुँदैछ है। त्यही भएर अस्ति एउटा तिब्बतीले भन्दै थियो मलाई मेरो देश फिर्ता चाहियो। यदि ऊ नेपाली थियो भने नेपालमा आएर के चाहिँ फिर्तामा आएको थियो तपाईहरु आफै बुझ्नु होला। त्यसैले यो देश तिब्बत बनाउँदैछन्। यो देश अब एनजिओ आइएनजिओहरूको कब्जामा छ। यी बालेन शाह सालेन शाह सबै जति पनि अहिले गरे नत्तु खैरे विदेशी दलालहरू छन्, यी सबै तिब्बतीयनहरूको गोजीमा छन् है। यो कुरा प्रष्ट भइसकेको छ।